सधैँ 11 लाख टाइम आइयो त सुपारी के भइरहेछ यहाँ के भइरहेछ रुमेश दाइ माथि कटिङ गर्न नगयो ए अरू त सब ठिक छ त्यसमा अरू सब ठिकै छ अब तपाईँ हामी छैन नेपाल पुग्यो नेपाल हामी चाहिँ नि नेपालबाट पोलपुर जाँदै हो अहिले नेपाल आएर चाहिँ 1-2 घन्टा त्यहाँ विश्राम गरियो त्यहाँबाट पोलपुर जाँदैछ अब जुम्ला कहिले कहिले हुन्छ जुम्ला अब पर्सि जाउँला हजुर भोलि त्यो दिन टेको भनेर पर्सि जाउँला शुभयात्रा है हेलो दर्शकबिन फेरि पनि जोडिरहेको छु हरि ब्लगमा तपाईँहरूलाई कस्तो लाग्छ सुझाव सल्लाह दिन नबिर्सनुहोला यो कोलपुर हो कोलपुर नयाँ बस पार्क तपाईँहरू हेर्दै गर्नुहोला कस्तो लाग्छ सुझाव सल्लाह दिन नबिर्सनुहोला कोलपुरमा हामी बस पार्कतिर घुम्न गइरहेको थियौँ दुईजना जुम्ला जाने हुनुहुन्थ्यो त्यतिखेर टिकटका लागि हामी गइरहेछौँ कोलपुर नयाँ बस पार्क हो तपाईहरुलाई कस्तो लाग्छ सुझाव सल्लाह दिन नबिर्सनुहोला धन्यवाद आज रुम सबै कार्यक्रम छ मेरो छोरी यस्तो छन् ठिक छ छोरी त्यसपछि यहाँ रुम सबै कार्यक्रम छ आज यी कपडा सेभमा भइरहेछ यो कति हाल्यो अरे 8850 8800 कति 8800 ए के कुन कम्पनी रहेछ त अनि तर कस्तो हेर्दाखेरि त चिटिक्कै छ हैन कम्पनी थाहा भएन कति पाल छ के छ के बिजनेस छ 7 वटा अरु त के छ सब ठीक छ कसो हाले प्यान्ट किन्ने यहाँ दाइ प्यान्ट सर्ट किन्नु हुन्छ यस्तो हेर्नु Amazing! एकदम बवाल काला खाली